हालेलुया हालेलुया हालेलुया। पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वर, फेरि पनि हामी तपाईँलाई आजको यो विश्रामबारको सुन्दर दिन दिनुभएको निम्ति तपाईँलाई हामी धन्यवाद दिँदछौँ। साँच्ची नै प्रभु यो दिनलाई आज हामीले हेर्न पायौँ। यो नयाँ सालको प्रभु आज हामीले 11 तारिक जनवरी तपाईँ परमेश्वरले हामीलाई यो देख्ने मौकाहरू दिनुभयो। आज कतिले यो सालहरू यो दिनहरू देख्न सकेन, तर प्रभु तपाईँको अनुग्रह भएको कारणले, तपाईँमा हामी विश्वास भएको कारणले, तपाईँको आज्ञा पालन गरेको कारणले आज हामीले यो दिनहरू उपभोग गर्ने मौकाहरू दिनुभयो। प्रभु तपाईँलाई साँच्चै नै हामी धन्यवाद दिँदछौँ। आज प्रभु धेरै मानिसहरू आजको दिन आज उनीहरूले वास्ता नगरेर यसरी कति अल्छीको कारणले घरमा रहेको छ, कति बिमारीको कारणले होला, तर प्रभु तपाईँले आज यो हामीलाई हप्ताभरि तपाईँले शनिबारसम्म हामीलाई धेरै संसारको कुरोहरू गर्ने दिनहरू दिनुभएको छ। तर यो आजको यो विश्रामबार चाहिँ आज महत्त्वपूर्ण दिन हो प्रभु। आज यो दिनमा जब हामी आउँछौँ भने चाहिँ आज हामीलाई प्रभु तपाईँले जीवनदानहरू दिनुहुन्छ, तपाईँले हामीलाई स्वास्थ्य दिनुहुन्छ प्रभु। आज हाम्रो निराशापनलाई तपाईँले आज साँच्चै नै प्रभु तपाईँले हामीलाई त्यो अनुग्रह गर्नुहुन्छ प्रभु। आज हामी जब तपाईँको घरमा आउँछ भने हामी कति आनन्द खुसी हुन्छौँ, हामी कति चिन्ता फिक्री रोगहरू लिएर आएको हुन्छौँ, तर प्रभु यहाँबाट जब वचनहरू सुनेर जान्छौँ साँच्ची नै प्रभु आज त्यो वचन चाहिँ हाम्रो लागि एउटा औषधिको कामहरू गर्दैछ। जब हामी स्तुति प्रशंसाहरू यहाँनिर अहिले पास्टर बाउले भनेको जस्तै एउटा हृदय खोलेर गर्छ भने तपाईँले हाम्रो साँच्ची नै आज आएको हरेक जो कुरोहरू छ प्रभु, आज अशान्तिको कुरोहरू, त्यो कुरोहरू चाहिँ दुष्टबाट आएको कुरोहरू, अशान्तिको कुरोहरूलाई चाहिँ स्तुति गाउँदाखेरि त्यो दुष्टको कुरोहरू चाहिँ हटेर जाँदैछ प्रभु। धन्यवाद। आज हामी प्रभु तपाईँलाई हामी यस दिनको निम्ति धन्यवाद दिँदछौँ प्रभु। आज साँच्ची नै तपाईँ परमेश्वरले अनुग्रह गर्नुभएको निम्ति तपाईँलाई धन्यवाद। आजको दिनमा जतिजनाले पनि यो दशांशको भेटीहरू ल्याएको छ, यो आज साधारण भेटीहरू ल्याएको छ प्रभु, तपाईँले भेटीलाई हेर्नुहुँदैन, मान्छेको हृदयलाई हेर्नुहुन्छ। आज यो भेटी चाहिँ एउटा विधवाको भेटी जस्तै भएर तपाईँमा ग्रहण योग्य भएको होस्। अनि प्रभु आज यो सालको निम्ति तपाईँलाई धन्यवाद। सालको सुरु जनवरीदेखिको डिसेम्बर 31 तारिकसम्म तपाईँको अनुग्रह हामीमा रहेको होस्। अनि प्रभु आज तपाईँले भन्नुभएको छ तिमीले मेरो नाउँमा केही मागेको छैनौ, आज माग भन्नुभएको छ प्रभु। आज हामी चाहिँ पैसा रुपियाँ धन सम्पत्ति होइन, हामी नबाँचेको आत्मालाई, हाम्रो परिवारहरूलाई, हामी छिमेकीहरूको आत्मालाई हामी माग्दैछौँ। यो साल जो अस्ति हामीले यहाँ पास्टर बाबुकोबाट वचनहरू धेरै सुन्दरहरू सुनिरहेको थियौँ प्रभु, आज यो वचन चाहिँ आज हामीले सुनेर आफूलाई धोका दिने होइन, तर यसलाई प्रयोगमा हामी ल्याउन सकौँ। आज हामी चाहिँ वचन पढेर आज प्रार्थना गरेर खालि हामी गर्न सक्छौँ प्रभु। यी सबै कुरोको निम्ति धन्यवाद। पास्टर आमा पास्टर बाउलाई राख्छौँ, उहाँको जति पनि प्रभु आज यो प्रभु उहाँले धेरै बोझ लिएर मण्डलीको निम्ति आज वरिपरिको निम्ति प्रार्थनाहरू गरिरहेको छ प्रभु। उहाँको प्रार्थना तपाईँले सुन्नुभएको छ, धन्यवाद छ प्रभु। प्रेटको लागि उहाँले धेरै बोझ लिएर फास्टिङसँगले प्रार्थना गरेको थियो, त्यो प्रार्थनाहरू सुन्नुभयो। अनि सुन्दर प्रेटहरू हुनुमा उहाँको हरेक कुरो खाँचोहरूलाई प्रभु तपाईँ परमेश्वर यहोवा यही भएर जुटाइदिनुहोस् भने हामी प्रार्थना गर्दै प्रभु आज वचनको अब भागमा हामी जान लागिरहेछौँ। तपाईँको दासलाई प्रभु तपाईँको अभिषेकले तपाईँले भर्नुहोस्, अनि उहाँले जे वचन पनि बोल्छ त्यो चाहिँ हाम्रो निम्ति भएको होस्। अनि हामी यहाँबाट चाहिँ रित्तै होइन तर आशिषहरू लिएर हामी जान सकौँ। आउँदो हप्ताहरू पनि प्रभु यसरी नै हामी तपाईँको भरमा तपाईँलाई धन्यवाद दिँदै आउन सकौँ भन्दै प्रभु यो भेटीहरू हामी तपाईँको चरणमा राखेको छौँ। यो भेटीहरू जति उठेको छ प्रभु आज तपाईँको राज्यको निम्ति प्रयोग होस् भन्ने हामी प्रार्थना गर्दै यो छोटो बिन्ती प्रार्थना चढाएको छौँ प्रभु यीशु ख्रीष्टको पवित्र नाममा। आमेन।